हेलो नमस्ते सबैजनालाई। सबैको दिन शुभ रहोस्, सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु। एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरू, सबैले स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। जानकारी भिडियो लिएर आएको छु। हामी क्रिकेट खेल्छौँ हैन, क्रिकेट कसरी बन्दो रहेछ, क्रिकेट बल कसरी बन्दो रहेछ भन्ने कुरो भिडियो लिएर आएको छु। अन्तिमसम्म हेर्नुहोला है त। यसरी हेर्नु त कस्तो मजाले बनाउँदो रहेछ क्रिकेटको बल हैन। पहिला सुरुमा यसरी प्याक गर्दो रहेछ, अब यसको बन्ने तरिका कसरी बन्दो रहेछ भन्ने कुरोको यसै यो एउटा जस्तो लाग्छ मलाई, केही प्लास्टिक यो केही हो जस्तो लाग्छ। मेसिनमा पेलिरहेछ, कस्तो मजाले पेल्दो रहेछ। ल हेर्नु त क्रिकेटको बल चाहिँ कसरी बन्दो रहेछ, सबैले हेरौँ है त। यो टक्क यसमा केही पिठो या केही केमिकल होला, त्यसमा चाहिँ यसो लाइन लगाइरहेछ, प्लास्टिक नै जस्तो लाग्छ मलाई। अब यसमा मेसिनमा हालेर चाहिँ यसको साइज कुन साइजमा निकाल्ने भन्ने कुरा साइज गरेको रहेछ। साइजमा टक्क यसरी निकालेपछि फेरि त्यसलाई फर्काएर फेरि त्यसको साइज कुन साइजको बल बनाउने हो त्यो साइजको टक्कै हामीले पिठो रोटी पकाउँदा पिठो गर्छ नि त्यस्तै खालको रहेछ। ल हेर्नु त कस्तो मजाले बनाउँदो रहेछ, कस्तो मजाले टक्क। यसको अब टेम्परेचर कतिमा राख्ने के गर्ने होला। अब मेसिनमा हालेर टक्क बलको कभर, क्रिकेटको बलको कभर जस्तो छ, यो कभर बन्ने तयार भइसकेछ। यसरी बन्दो रहेछ, तयार भयो। अब यसलाई चाहिँ काट्दो रहेछ, कैँचीले काटेर चाहिँ गोलो गोलो टक्क निकालेर त्यसको साइज अनुसारले टक्कै। अब यसरी यहाँ मेसिनमा हालेर टक्कै हेर्नु त केही केमिकल हालेर चाहिँ यसमा टक्क केही यसमा केही केमिकल होला। यो कपुर जस्तो लाग्छ, कपुर त होइन होला, केही केमिकलै होला यसमा, टाँसिने केमिकल जस्तो लाग्छ मलाई। हेरौँ अन्तिमसम्म के हुन्छ। ल यसरी टाँस्दो रहेछ नि त टक्क। यहाँ हेर्नु त दुईटालाई जोडेर टक्क बनाउने रहेछ नि त। ल हेर्नुहोस् कस्तो मजाले। अब यसलाई मेसिनमा हालेर चाहिँ यसलाई टाइट के गर्ने हो। अब हेर्दै जाउँ। मेसिनमा हालेछ, अब यहाँ यसको साइज रेडी गर्दैछ है। फ्रेममा हालिसक्यो, फ्रेममा हालेर चाहिँ टक्क तयार गर्ने होला। तातो त्यस्तो हिट हुँदो रहेछ पुरा। हेर्दै पानीमा सेलाउनको लागि चाहिँ डुबायो, कस्तो मजाको हुँदो रहेछ। ल हेर्नुहोस् रेडी हुँदैछ, कति मजाले बनिरहेछ। ल हेर्नु त। अब यसलाई चाहिँ मेसिनमा हालेर चाहिँ यस्तो टाइट भयो, अनि यसलाई लगेर पानीमा सेलाउने टक्क रेडी भयो। ल हेर्नुहोस् त कस्तो मजाको। त्यो भित्र हालेको केमिकल चाहिँ त्यो एउटा केही होला जस्तो लाग्छ मलाई, स्पोन्ज जस्तो। ल हेर्नु, ओहो ल हेर्नु रेडी भयो। यसरी बन्दो रहेछ है साथीहरू। ल हेर्नु त। अब यसमा हालेर यसमा केही केमिकललाई माथिबाट रङ्गिन गर्नको लागि होला, रङ लगाएर रेडी भयो। यस्तरी रेडी हुँदो रहेछ, रेडी भइसक्यो। अब यसमा चाहिँ कभर हाल्दो रहेछ माथिबाट है। हामी रातो पहेँलो हुँदो रहेछ नि त होइन, क्रिकेटको जस्तो यस्तरी पर्दो रहेछ माथिबाट टक्क। कस्तो मजाले गरेको। ल हेर्नु त यस्तो तरिकाको बन्दो रहेछ नि त है। क्रिकेट त हामी सबैले खेल्छौँ, तर कसरी बन्दो छ क्रिकेटको बल भन्ने थाहा छैन होइन। त्यसकै लागि चाहिँ मैले यो भिडियो चाहिँ हजुरको लागि जानकारी होस् भनेर चाहिँ लिएर आएको छु। सबैले हेरेर सबैले फलो गरिदिनुहोस् मलाई। मेरो फेसबुक पेज छ मोहन केसी, साथीहरू सबैले फलो गर्नुहोला। र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। लिङ्क छ मेरो फेसबुकमा, पेजमा पनि मैले लिङ्क हालेको छ। टिकटकमा पनि तपाईँले जोडिन सक्नुहुन्छ है। ल हेर्नुहोस् त कस्तो मजाले रेडी भयो बल। यस्तै रेडी भयो। रेडी भइसकेपछि यहाँ अब यसमा मार्कहरू हाल्ने होला। यसै टक्क यसमा भएकोहरू चाहिँ सबै कस्तो मजाले रेडी भयो। लेबल लागिसक्यो, प्याकिङ पनि भइसक्यो। ल हेर्नुहोस् त यसरी बन्दो रहेछ है साथीहरू।